क्वेशन नंबर 1 नोबेल पुरस्कार पाउने पहिलो महिला को हुन्? ए मदर टेरेसा, बी मारी क्यूरी, सी इन्दिरा गान्धी, डी आङ सान सुकी। यसको राइट आन्सर बी मारी क्यूरी। क्वेशन नंबर 2 विश्वको सबैभन्दा बढी तेल उत्पादक देश कुन हो? ए साउदी अरब, बी अमेरिका, सी रुस, डी इराक। यसको राइट आन्सर बी अमेरिका। क्वेशन नंबर 3 विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो? ए कोलम्बिया, बी भेनेजुएला, सी ब्राजिल, डी मेक्सिको। यसको राइट आन्सर छ सी ब्राजिल। क्वेशन नंबर 4 आइफेल टावर कहाँ अवस्थित छ? ए लन्डन, बी पेरिस, सी रोम, डी मैड्रिड। यसको राइट आन्सर बी पेरिस। क्वेशन नंबर 5 विश्वको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश कुन हो? ए चीन, बी अस्ट्रेलिया, सी दक्षिण अफ्रिका, डी क्यानाडा। यसको राइट आन्सर ए चीन। क्वेशन नंबर 6 विश्वको सबैभन्दा लामो रेल यात्रा कहाँ हुन्छ? ए चीन, बी रुस, सी भारत, डी अमेरिका। यसको राइट आन्सर बी रुस। क्वेशन नंबर 7 विश्वको सबैभन्दा धेरै पर्यटक आउने देश कुन हो? ए इटाली, बी स्पेन, सी फ्रान्स, डी अमेरिका। यसको राइट आन्सर सी फ्रान्स। क्वेशन नंबर 8 गुगल कम्पनीको स्थापना कहिले भयो? ए 1995, बी 1998, सी 2000, डी 2002। यसको राइट आन्सर बी 1998। क्वेशन नंबर 9 फेसबुकको स्थापना कहिले भयो? ए 2002, बी 2004, सी 2006, डी 2008। यसको राइट आन्सर बी 2004। यसै गरी क्वेशन नंबर 10 रहेको छ कोभिड-19 भाइरसको उत्पत्ति कहाँबाट भएको हो? ए चीन, बी भारत, सी जापान, डी इन्डोनेसिया। यसको राइट आन्सर ए चीन। यसै गरी क्वेशन नंबर 11 रहेको छ विश्वमा पहिलो पटक चन्द्रमा पाइला टेक्ने व्यक्ति को हुन्? ए नील आर्मस्ट्रङ, बी बज एल्ड्रिन, सी युरी गागरिन, डी माइकल कोलिन्स। यसको राइट आन्सर ए नील आर्मस्ट्रङ। यसै गरी क्वेशन नंबर 12 रहेको छ विश्वको सबैभन्दा बढी क्रिकेट खेल्ने देश कुन हो? ए अस्ट्रेलिया, बी भारत, सी इङ्ल्यान्ड, डी पाकिस्तान। यसको राइट आन्सर बी भारत।